दामी देखेछ दाइ ल किन्नु किनिदियो ल यो दामी छ नि यो लाउँदा यो लेडिज पहिला त सिने केटीमा आउँथ्यो यो चस्मा मसँग ब्रान्डेड चस्मा भाइ यो लेडिज हो फेरि लेडिज लाउनु एकचोटि ट्राई गर्नु ल ट्राई गरिहाल्नुहोस् होइन भने राडीको अगाडि कस्तो झुन्डा चोर छ भनेर नि होला एक केटीले देखेर मार त चोर हान्दियो क्या भाइ एउटा हान्दियो ल स्याल भएको छ नि त नेपालीहरू स्याल भएको छ अहिले चिन्छ नि त यो ब्रान्ड होइन भने ब्यागहरू त डेन्जर छ लेडिज है सबै दामी छ दामी ब्यागहरूमा तर पैसाहरू ब्रान्डेड नभए नि गुच्ची मात्रै लेखा भने चर्चित हुँदैन नि त यो ब्यागहरू रेड बटरफ्लाई फेरि हजुरहरू यो नेपालको जम्मा 450 रुपियाँ मात्र हो नि फेरि धेरै सोच्ला जस्ट 1 केडी न नेपालमा आउँछ यो 450 कहाँ आउँछ नेपालमा पर्छ भाइ यो कति पर्छ 2800 2900 3000 लेखेर लाइन्छ पेपरमा फाट्ट साइन गरिदिन्छ कुनामा जुत्ता यो कहाँ मार्केट हो देखिनु सक्छ मैले मेरो भाइ एउटा जुत्ता दाइको लागि ड्युटीमा दाइ हेर्नु त्यो त लेडिज सेक्सन हो नि त दाइ यो सब लेडिज जुत्ता यस्तो लेडिज जुत्ता के काम त अरे यो त अस्ति आएको जुत्ता हो नि त यार तपाईँहरूलाई पो कामको होइन त लेडिजहरूलाई त जुत्ता त लेडिजलाई नि चाहियो नि मेरो एउटा आएको जोडी तर त्यो जुत्ता नि कुन चाहिँ उधार लगिसक्यो उ आएको मेरो कोही सार्मै प्रेमदाइ लाउने जुत्ता होइन यस्तै यो ब्रान्डेडको कपी हो कि यो ब्रान्ड सुटरले लाउने तर भ्लग उनीहरूले सुटर लाउने जुत्ता यही हो नि सुटरले भ्याइमा त लाउँछ नि त कति हो 8.5 छैन यो चाहिँ लिइदिउँ कि क्या जस्तो लागेको छ यो छ मेरो नि सेम यस्तै हो लिइदिउँ एउटा लिनु नि त तपाईँको अहिले नै पैसा छ त तपाईँसँग छैन भने होइन छ अरे अघि त मसँग छैन देऊ रे अनि तिमीले दिला कि भनेर नि त्यो त ए दिन्छ त लिने लिनु यो त्यो खालि त नलिनु कि सेम तपाईँको मेरो एउटा हुन्छ नि नराम्रो दाजुभाइको एउटा भएर के भयो त होइन यस्तो लिनु बरु यो खालि लिनु मलाई कस्तो रहर लाग्यो दाइ यो जुत्ता हेर्नु न दाइ कसले भन्यो चल्दैन भनेर कुन चाहिँले भन्यो नचाहिँ कुरो है चल्छ यो जति भने दौडिन्छ जुत्ता दामी हुन्छ यो किन्नु धेरै रहेछ नि 4.5 कहाँ 4.5 हुन्छ कि हेर्नु न त्यस्तो सस्तो खाले सुकुम्बासीहरूले लाउने हो कि यो सबै नि कस्तो खालको छ पहिला 8.5 केजी भाइ 8.5 केजी 8.5 केजी 8.5 केजी ब्ल्याकमा कस्तो दामी लाग्छ यो जुत्ता वाइटमा भयो कस्तो हुन्छ दाइ अब जाउँ यहाँ पे गरेर भयो मलाई जाडो भयो यार जाडो त भयो ल भयो अहिले आज